यहाँ बस्नु खाना बनाउनु ओके 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 एकचोटि बस्नु प्लिज खाना खानु पर्दैन खाना खाने हो कि एकचोटि बस्नु न एकचोटि प्लिज 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 मेरो कुरा सुन्नु न पहिला म भन्छु कि एउटा कुरा प्लिज न बस्नु न मेरो यस्तरी हेर्नुपर्छ मेरो मुन्टै दुख्छ क्या आयो भन छिटो न बस्नु एउटा तेल डढिसक्यो एकचोटि बस्नु त म एउटा कुरा भन्छु एकचोटि बस्नु न तेल डढ्दैन कि अटोमेटिक अफ हुन्छ हामीले भिडियो नबनाएको धेरै भयो जहिले पनि भिडियो बनाएर हुन्छ नि जहिले बनाएको कहिले बनाएको महिनामा एकचोटि त्यो पनि यति मुस्किलले भिडियो बनाउनु पर्छ अनि टाइम हुन्छ नि त भिडियो बनाउने नि गरिरहनुहुन्छ ल भन्नु तपाईँको अनुसार कुन टाइममा चाहिँ भिडियो बनाउनु पर्छ छुट्टी भर्खर साढे अनि आज छुट्टी त हो नि प्लिज प्लिज एउटा मात्रै एकचोटि बनाउने ओके जस्तो भए पनि भयो र अलि अलि तपाईँ हँसिलो हुनु न कस्तो हो र तेल डढिसक्यो म बन्द गरेँ तेल डढ्यो भने अटोमेटिक अफ भइहाल्छ त कस्तो कुरा गर्यो हो र म बनाउँछु खाना ल म ओके ओके म भाडा पनि मै मात्छु खाना पनि मै बनाउँछु तर भिडियो बनाऊ प्लिज एउटा के भिडियो बनाउनु ओके तपाईँलाई केमा बनाउनु मलाई त्यो खुट्टामा काउकुती लगाएर बनाऊ हुन्छ खुट्टामा काउको तिमीलाई खुट्टामा काउको लाग्दैन म लागे जस्तो गर्छु नि म लागे जस्तो गर्छु के बनाउनु छिटो भन ओके ओके तपाईँलाई जे मलाई चाहिँ बनायो नि त ल छिटो गर एउटा भिडियो बनाउँछु एउटा बनाएपछि अर्को फेरि रिटेक्स सिटेक्स केही हुन्न फेरि खुब म चाहिँ कि मरि जस्तो उसँग भिडियो बनाउनलाई ओके होइन तपाईँ एकचोटि कपडा चेन्ज गर्नु होइन 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 पहिला सुन्नु न एउटा बनाउँछ भने चाहिँ भन्नु न भन्नु न होइन कपडा चेन्ज गर्नु झोला बोक्नु होइन अनि के भन्छ ए होइन 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 डिफ्रेन्ट बनाउने आज जिमको ड्रेस लाउनु तपाईँ जिम गएर आएको जस्तो गर्नु अनि त्यसपछि नेचुरली ढलाउनु यत्तिकै नर्मल्ली आउनु अब म यहाँ रुममा चाहिँ म चाहिँ ढलिरहेको जस्तो बेहोस जस्तो एक्टिङ गर्छु फेरि पानी हाल्ने होइन नि चिसो हुन्छ होइन म यत्तिकै भुइँमा प्यात्त परेको जस्तो हुन्छु होइन अनि तपाईँ चाहिँ ओ माई गड ओ सेट के भयो तिमीलाई भनेर एकदमै रियलवाला क्या त्यो साँच्चै नै डर लाग्यो होला जस्तो गर्नु ओके कसरी गर्नु त एकचोटि आउनु ओके म एकचोटि ढलिरहेको छु कस्तो गर्नुहुन्छ क्या एकचोटि गर्नु न अनि त्यसपछि त्यही अनुसारले भिडियो बनाउनु कहाँ भयो त्यही हाल्छु म त त्यो होइन कि एक्टिङ गर्नु क्या सकिङवाला ओ माई गड वाला के ओ सेट ओ गड के भयो भनेर भन्नु न भयो क्या भएन पहिला रेडी त हुनु पर्यो ओ माई गड के भयो तिमीलाई ओ माई गड त्यो फेक हो अनि मलाई आउँदैन नि त त्यस्तो गर्न कहिले के भयो तिमीलाई त्यस्तो त्यो अलि राम्रो भिडियो कन्सेप्ट बनाउनु थिएन नि कस्तो ओके त्यस्तो ओके भिडियो हुन्छ तपाईँ भन्नु मलाई के कन्सेप्टमा बनाउनु मलाई अनि मैले भनेकोमा पनि बनाउँदिनँ रे अनि आफूलाई पनि आउँदैन रे त्यस्तो भिडियो नि अनि लड्यो अरे अनि उ गरे अरे अनि हुँदैन त कहिले अब तपाईँ आउँदा म फेन्ट भएको हुन सक्दिनँ त कति स्ट्रेस हुन्छ लाइफमा म ढले आउनु सक्छु मानिलिउँ गरम भइसक्यो क्या छिटो भयो क्या छोड्दा सक्यो भोलि बनाउनु तिमीले जे भन त्यही बनाउने भयो आज चाहिँ भयो त्यहाँ ऊ डढिसक्यो के खाजा त्यही बनाउँछु अब म पनि कहिले पनि भिडियो बनाउँछु जहिले भिडियो बनाउनु बेला यति धेरै ल्याङ त कसैको बुढाले पनि गर्दैन होला कि तिम्रो बुढाले गर्छ नि त किन मेरै बुढालाई चाहिँ यस्तो गर्नु पर्ने त नि अनि सोचिरहेको यसमा हाँस्नु पनि क्या मलाई रिस उठिरह नर्मल्ली बुढीले भनेपछि एउटा भिडियो बनाउँदा तपाईँको के जान्छ क्या तपाईँ एउटा सेलिब्रेटी हो तपाईँलाई कतिजनाले चाहिँ चिन्छन् 4 जना 5 जना ओके मेरो मम्मी ड्याडी सुत्दा गएर 7 जनाले चिन्छन् अरू कसले चिन्छ ओके मेरो मम्मी ड्याडी सुत्दा गएर 7 जनाले चिन्छन् अरू कसले चिन्छ यति धेरै भाउ खा भने के एउटा दुईटा भिडियो के भाइरल भएको थियो भाइरलले के भन्नु भ्युज गएको थियो त्यो पनि आई डोन्ट नो कसरी त्यो पनि मेरो म फ्रन्टमा थिएँ
त्यही भएर गएको खुब के एउटा दुइटा भिडियोमा भ्युज गएको थियो बाबा मान्छे त आफूले आफूलाई सेलिब्रेटी सोच्या हो कि के सोच्या हो माने अकाउन्ट तपाईँको हो तर भिडियोमा म थिएँ नि भाइरल त म हुनुपर्ने त खोइ ममा त यति पनि घमण्ड छैन तपाईँमा के को घमण्ड के भयो यत्रो कुरा सुनाए जस्तो भयो सबको म मिठो बनाएर खाजा खानु म खुवाउँछु नि त नानी ओके अहिले खाजा बनाउँछ अनि बरु खाजा खुवाएको चाहिँ टिकटक बनाउनु होला भयो हजुर जानुहोस् हजुर सेलिब्रेटी जानुहोस् मलाई भिडियो बनाउनु छैन म आफै बनाउँछु आफै हाल्छु अबदेखि अब कस्तो गाउँ र कस्तो जाने मैले त रिसाएर भनेको त कस्तो र भयो त क्या अहिले खाजा बनाउँछ नि बनाउनु क्या हो क्या अहिले खाजा बनाउँछु ल साँच्ची बनाउँछु भयो क्या